भाइ अलिअलि खानुहुन्न है भाइ अर्जुन दाइ नखाने अब जानु चन्दा नखाने गोमाले खाला नि अब गोमा खान्छौँ त रक्सी होइन 4-15 सौ थियो 8 वर्ष अहिले हामी चाहिँ यता सागर बटेर जाँदैछौँ ओह्रालोमा आइपुगिहाल्यो उहाँले कहाँ राख्नुहुन्छ त्यही हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल केही पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा म धेरै पछि फेरि आज बस्ने भएको छु म पनि सन्चै छु तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु आज हामी कताको यात्रा भन्दाखेरि यता सैलुङको यात्रातिर आएको छौँ हाम्रो यता चाहिँ फेरि हाम्रो केटिएममा चाहिँ यता चाँदनी चाहिँ हामी आज सैलुङतिर गएको हो अहिले चाहिँ हामी अघि बिहान 6:30 निस्किएको अहिले हामी यता धुलीखेल हुँदै यता खाजा खान्टामा आइपुग्यौँ यतै गर्नु होला मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र माया पनि गरिदिनु होला है यो चाहिँ अहिले चाहिँ पाँचखाल टप अर्ग्यानिकमा चिया खानाहरू हामी यताको मौसम त पुरै हुस्सु केही देखेन हौ हामी चाहिँ यता आएको 14 जनाको ग्रुप छ हाम्रो ग्रुप कहाँ रहेछ यतातिर चिया नास्ता गर्ने ठाउँतिर छु कस्तो मौसम गरेको है बाबाहरू स्टिक ल्याउने भनेर निकाल्नै पायो सुर कुहिरोले होइन साथीहरू वेलकम छ है सबैजनालाई च्यानलमा हेलो नमस्ते आजको यात्रा चाहिँ यसरी हामी सबैजना हाम्रो 14 जना ग्रुप छ हाम्रो ग्रुप चाहिँ अब दुईजना चाहिँ रिपिनाइ परेर आएको छैन चाँदनी ग्रुपहरू यसरी आज सैलुङतिर प्रस्थान हुँदैछ टाढो भयो क्या यता यतै टाढो परिरहेछ है मिल्कमा त सबै मिल्कमा त खान्छु तर अघि त्यहाँ त राम्रो देखेको कि त्यही भएर अहिले के त राम्रो देखेको कता घुम्छ यात्रा आज हाम्रो खोइ बोलेको यो जुन चाहिँ गोर्खाको बारबाके मकै एकदमै मिठो छ है धन्यवाद हजुरहरूलाई ठिक समयमा खानु है त सबैजनाले आउने ल मकै खानै हाल्नु है एकदम जाडो छ त अब मकै खानै तयारी त हुन्छ हाम्रो शेर्पिनी दिदी त शेर्पाको टोपी चाहिँ मैले लगाएको थिएँ ट्याक्कै उल्टो भयो है शेर्पा टोपी
दिदी जे सामने माथि हेऱ्यो भने पुरा ब्रेकफास्ट टाइम हो क्या हाम्रो अहिले माथि हेऱ्यो भने पुरा हराउनु बाई बाई भनेर हस् चिया नास्ता गरेर अब चाहिँ फेरि यात्रातिर लागेको ल अब हामी चाहिँ गाडीमा जाँदैछौँ उहाँ चस्मा खोज्दै हुनुहुन्छ उहाँ पनि चढ्दै हुनुहुन्छ उहाँ चाहिँ अगाडि झेली भइरहेको छ यहाँ बोल्ने भाइ चढ्यो अब हामी चढ्यो गाडीमा है सबै मैले थाहा यो नम्बर यसलाई यो नम्बर यसलाई मेरो प्रत्येक गाडी चलाउने मेरो नम्बर ड्राइभर चाहिँ माझा राखेर राति 12 बजे भयो बाटोमा फेरि गाडी चार्ज गर्ने भनेर अनि चाहिँ अँधेरी सिन्धुपाल्चोक भन्दो रहेछ यो ठाउँमा चाहिँ अनि यहाँ चाहिँ कति 40-45 मिनट वेट गर्नुपर्ने भयो हाम्रो बाटोमा गाडी चार्ज गर्ने बेलामा चाहिँ सबैजना काम पाछ अहिले चाहिँ त्यही त नि सनफ्लावरको बिहा छिरेर खाने काम पायो है त्यसले पो टाइम पास है मिठो छ यो मिठो रहेछ मिठो चाहिँ है सनफ्लावरको बिहा यो चाहिँ कस्तो राम्रो नदिएको आधी घन्टा चाहिँ बिताउनु पर्यो होइन दिदी यसरी मेरो पापाको बिटो यत्रो लिएर आउनु पर्ने छ मलाई भाइ जानु पापाको पैसा साथी दिया सबै जाने नजाने स्वेटर लाउँदा स्वेटर लाउँदा बर्बाद मुडी बजार आयो मुडी बजार झर्ने मान्छे झरिहाल्छ है मैसको है मुडी बजार कसरी दाछ गाइनी छ मुडी बजार मुडीको आलु पाउने बजार खाना नि खाएर अब मुडीमा खाना तयार गर्नुस् तपाईहरु दक्षिणकाली मुडी बजार ओहो छुर्पी र मुडेको आलु छुर्पी र मुडेको आलु हेर त खै टक टक रहेछ है छुर्पी र मुडीको आलु भनेको यहाँ पो रहेछ कस्तो राम्रो यो बस्नु यहाँ चाहिँ चाहिँ अलिक नरम छ त
है छुर्पी त पछि जाँदा चाहिँ कस्तो राम्रो छ है यो त है बखर बनाएर यो लाने है यो पर्वल है यो नबुझ मैले चिन्दै चिन्दैन फर्किँदा आउँदैन आउँछ अनि उता फर्किने रे हामी अब यहाँबाट मुडी बजार छैन तलको बाटो छुर्पी त ऊ यहाँ हेर्छ न अब यस्तो रहेछ अनि यो चाहिँ काट्ने रहेछ है ऊ यहाँ छाम्दाखेरि त यस्तो छ होइन तर काटेपछि पनि नरम के है यहाँ छुर्पी त घिउ घिउ रहेछ छुर्पी रहेछ थकाली भान्जा घर ल यता ऊ मान्छे त अघि नै उता त पहुँचतिर छ त वा ठाउँ त राम्रो रहेछ है यता चाहिँ आजको दाइ कस्तो राम्रो देख्ने है त है ल हामी सबैजना बसेर एउटा खिचौँ नि यहाँनिर यो त हिमाल पनि देख्ने रहेछ नि त बटरफ्लाई भएको ले उसले अलिकति मोमेन्ट क्याप्चर गरेर सबै यता फोटो सेसन भयो दिइरहेछ यो पछिको सिनै ननिहालेर मान्छेलाई मात्रै अनि यो राम्रो छ हो र ठिक छ अर्डर गर्यो भने भन्छ खुर्सानी ल्याउनु बाबु डल्ली खुर्सानी लु मात्र 50 रुपियाँमा ल यति लु आयो सेल हो क्या यो त यहाँ छुर्पीको सेल लागेछ हो वास्तविक मूल्य यो मैल परेको चाहिँ 50 रुपियाँ अनि यो नुहाएर बसेको चाहिँ यो हाडवाला हो यो सपवाला है यो चाहिँ पक्कावाला सेल हो कस्तो राम्रो मिठो रहेछ धेरै राम्रो खाइसक्यो त अनि आलु चाहिँ कसरी दिएछ त ल आउँछ यहाँ आएर चाहिँ छुर्पी र आलु चाहिँ 210 रुपियाँ धानी अरे यो है 210 रुपियाँ धानी मुटेको आलु हो मुडेको अर्ग्यानिक आलु अर्ग्यानिक आलु हाम्रो काठमाडौँतिर लाने चाहिँ इन्डियन मिक्स गरेर यो मुडेको भनेर बेच्छन् तर यहाँ वास्तविक मुडेको आलु चाहिँ यो हो के कसलाई देखाइदिनु न आलुलाई वास्तविक मुडेको आलु भने यस्तो हुन्छ हाम्रो काठमाडौँमा इन्डियन आलु ल्याउँछ अनि मिक्स गरेर मुडेको भन्ने बेच्छन् यो चाहिँ वास्तविक यो त लोकल 44 लाख जतिको सुन्नु न अब सुन्नु न मानवताले यसो लिएर होइन अहिले भर्खरै विज्ञापन गर्नु भने कति त धानीको तपाईँले हेरेर देखेर 210 रुपियाँ धान 210 रुपियाँ धानी भन्नु भएन कसो मानवताले भुवानी उठ्दैन यसमा भनेन तपाईँ उलिएर जानु कि बरु शिवलिङ्ग लिएर जानु आएको बेलामा कसो मानवताले यसमा पनि भुवानी उठ्दैन भनेन कि कलर पनि जाँदैन भुवा पनि व्यापारी मान्छेलाई आलुको विज्ञापन गर्नलाई चाहिँ कस्तो हुन्छ भन्नु भएन म सुनिरहेको के त्यो भन्नुहुन्छ कि ल दिनु सोल्टिनी मुला मुरे बजारको आलु मुला लिनु के काट्नु लाने है यसलाई चाहिँ खाना खाएर फेरि एकछिन हिँडेको क्या हामी चाहिँ यो चाहिँ अब फेरि एकछिन हिँडेर जाने भनेर हिँडिरहेको छु यो चाहिँ दोलखा जिल्ला प्रारम्भ यहाँबाट अब फेरि यता फर्किने रे अहिले बाटोमा हिँड्दै यस्तो घाम चर्केछ कि अहिले सैलुङ पुग्न चाहिँ यहाँबाट अब 2 घन्टा लाग्छ भन्नुभएको छ
अघि यता खाना खान गएको फेरि यता फर्किरहेको छ अहिले फेरि बाटो चाहिँ हामी धेरै पोहोरदेखि नै हामीले अब यो के अरे सेलुङ जाने भन्ने र मच्ची थियो कोही कहाँ जाने कोहीको टाइम नमिल्ने त्यही गर्दाखेरि त सबै जम्मा हुनै सकेन आज भने सबैजनाले टाइम मिलाएर हामी सेलुन जाँदैछौँ साथीहरूलाई देखाउनु न साथीहरू उता उता पुगिसक्यो पछाडि छ म चाहिँ बिचमा परेँ क्या अगाडि पुगिसकेको छ नि कोही बत्तेर अगाडि पुगिसकेको छ यो चाहिँ पक्का मुडे बजार है अघि चाहिँ मुडे बजारको छेउमा आएर खाना खाएको हामी फेरि यता फर्केर आएर ओहो मुडेको आलु छुर्पी त मिठो नभने एकदम मिठो होला जस्तो लाग्छ है देखिन्छ है आमा उयो हेर्दा कस्तो मजाले छ भोलि लानुपर्छ कस्तो राम्रो है के यस्तो खोपीको उसपछि बनाउने है यो ढुङ्गाको के के हो यो खास यो के हो यो खोइ यो त सबै ढुङ्गाको उस त मुडे बजार घुमियो यहाँ चाहिँ पुरा चौरी गाईको छुर्पी हिँड्दा यो किलो होइन यो पत्ताको 200-250 सबै त्यही रहेछ है 200-250 रहेछ है सबै मुडे बजार यहाँ त आउँछ होला सबै यही पाउने हो नि त सैलुङ जाने बाटो अब कच्ची रोड अपरोड सुरु भएछ साइड गरेर बस्नुपर्छ नयाँ मात्रै हल्लिन्छ बाटो त अपरोड त खतरै छ रहेछ है अपरोड चाहिँ त्यहाँनिर देखाएको कि पहिला भने भिडियोमा हेऱ्यो भने अहिले नि सन्चै हेऱ्यो पानी पर्ने बेलामा आयो भने त अब खतरा रहेछ तपाईँको बार्पाको बाटो भन्दा नि खतम रहेछ बाटोबाट बेसी राम्रो नि यो भन्दा त बाबै कति राम्रो नि कति राम्रो छ कति सम्झ्यो त राइट बाटो त डेन्जर छ सोल्टी निहरूले त भने रमाइलो गर्ने खाने कालिम्पोङबाट नजिक देखिन्छ अलि हिमाल फाइनली हामी अहिले सैलुङ हाम्रो होटेल छेउमा आइपुग्यो अहिले सबैजना लोत भयो है 6:30मा 6देखि आएको त अहिले कतिमा 2:30 मा त बल्ल आइपुग्यो हामी जाने होटल चाहिँ यहाँ भन्दा अलि माथि होला यो कटेज भइहाल्यो सैलुङको डाँडैमा आइपुग्यो हामी है यस्तो छ अब यहाँबाट माथि जाएर
फेरि माथि कहाँ हो जानु चाहिँ माथि रहेछ यहाँ एकछिन फ्रेस भएर त्यसपछि सैलुङ मिनी ग्रेट वाल भन्ने ठाउँतिर घुम्न गइन्छ होला सायद त्यति गर्नु होला होटल जाने बाटो के त माथि चाहिँ ल आइपुग्यो है हामी हामी होटेलमा आयौँ अहिले अब ल चाहिँ कटेज रहेछ कटेजमा त हामी आउँदैन थाक्यो त हौ या हामीले बुक गरेको होटल चाहिँ त माथि रहेछ क्या कस्तो सासमा सासा भएको त हामीलाई कति कतिको बेड छ भन्नुभएको सिङ्गल छ 11जना भनेपछि है 4वटा रुम भनेको थियो अहिले हेरौँ है पहिला हामीले बुक गरेको होटल चाहिँ यही हो एकैछिन झुक्पुकै भयो कि रातभरि बस्नु लुगा चाहिँ के लाग्दैन अब खोला नमिल्ने कि यतिकै